हेलो गाइस, हाम्रो चाहिँ आज धान काट्ने कार्यक्रम छ। ल है त भाउजू एक्लै काट्छ अरे, एक्लै ढेँडो नि जे पाइँदैन बोलाइ भेट्ला अहिले चिउरा। हाम्रो काकीको मुस्कान नै राम्रो। काकी, दिदी, भाउजू, भदैनी, फुपू, अनि भाउजू, छोरी, भाउजू, बुहारी, भाउजू। आम्मा थोरै छैन, छोरी मान्छे यहाँ त। म नजिक बनाइहाल्छु नि। आज त छोरी मान्छेको बजार लागेको छ यहाँ। महिला ग्याङ आएको छ। हामी धान पनि खतरा काटिन्छ, गफ पनि खतरा गरिन्छ। अन्त अनि भन्दै त कोइलामा एक्लै बोलिरहन्छ। थोती बुढी थोती बुढी कोइलामा कोइलै जस्तो भइरहेछ, कालो देखिन्छ उतातिर। अन्जुले भनेकै अस्ति कोइलामा हाम्रो दिन चाहिँ यस्तो राम्रो छ नि, तर पानी पर्ला जस्तो भएको पनि। हामी धान काट्ने भनेपछि पानी सानी कहाँ गयो हरायो। अनि पानी धान काटै पनि यस्तो खतरा छ कि खुट्टा त हिलोमा यति यति मात्रै चोबिएको छ। धान काट्ने बेलामा पानी परिदियो। त्यही माथि यो काकीले गर्नै छ नि, यो खेतमा पानी लगाइदिएर। अनि काकीकै धान त्यहाँ उसको हरियै छ, अनि त्यो धानमा पानी लाउने भएको। हाम्रो पाकेको धानमा पानी लगाइदिएर बर्बाद। चिउरा कुटाउनुलाई हो कि? अन्त भात खानु भनेको त चिउरा पो खा भनेर भिजाइदिएछ सबै। हेर न कति राम्रो मुस्कान। लाग्नु हुँदैन हौ काकी। हाँस्नु त बस त। उयो चाहिँ हाम्रो यहाँदेखि माथि फुपूहरूको, यता हाम्रो यता काट्दै जाने हो नि। काकी मरेपछि के लानु छ र, होइन? 2 दिन बाँचुन्जेल हाँस्ने हो नाच्ने हो। अन्त नि हो नि, कहाँको मान्छे गफ गर्नु पाइन्छ, होइन? रमाइलो पनि गर्नुपर्छ। एकजना पानी बोक्नु गयो, खाजा बनाउने केटी। मेरो कान्छी छोरी हो त्यो चाहिँ। छोरी त नि नि छोरी नै हो नि। अस्ति आमा छोरी भनेको धरानमा तपाईँकै छोरी हो। आउँछ नि, लगाइदिन्छु नि काकी। हेर्नु है, अब सबैजनाले हेर्नु। राम्रो चाहिँ यति धान काटियो है गाइस, साथी हो। अब डाँडाको त हाम्रो यति हो, यहाँसम्म मात्रै हो। त्यहाँदेखि उता त हाम्रो होइन। अनि उता गहिरीतिर छ, यस्तो छ दिन यति राम्रो छ नि, तर कुहिरो पनि लागिरहेछ। भरे पानी पऱ्यो नि बिजोक हुन्छ। त्यो चिम्री भाउजू किन हाँसेको छ? मेरो आँखा चिम भन्छ कि, तर मेरो भन्दा मान्छेले मलाई चिम्री आँखा देख्छौ निताको भन्छ कि, तर यो भाउजूको आँखा देख्यो भने मलाई त्यसो भन्नु छोड्छ होला हौ। यता हेर्नु त भाउजू, यता हेर्नु न हौ। जति गरे नि आँखा त्यस्तै हो तपाईँको, होइन त? अम्मै पता हिलोमा पस्नु परेर हाम्रो भाउजू अम्मै भयो। साह्रै मजा नि, यस्तो मजा त कहिले नि भएको थिएन होला। कहिले नि आउँथ्यो मङ्सिर त कातिकमा त नि हो त। कातिकमा धान काटाइ छ, तै पनि रोप्नु जस्तो। आउँथ्यो कातिक आउन त पहिले नि, काट्यौँ पहिले काट्न त पहिले नि। अन्त
यस्तै छ है हाम्रो चाहिँ हालत। धेर काम गर्नुभन्दा धेर चाहिँ मैले भिडियो मात्रै बनाएको छु कि आफ्नै दिदीको हो नि त, त्यही भएर हो क्या पाउँछु मैले, यतिको चाहिँ पाउँछु। डोन्ट माइन्ड, कसैले माइन्ड गर्दैन। माइन्ड गरे पनि के भयो त, बाल भयो मेरो दिदीको हो। साथीहरू हाम्रो धान काटेर सकिनु लाग्यो फाइनल्ली। न देउरानी जेठानीको साह्रो मिठो गफ हुँदैछ। त दिदी हिलोमा नि लडी बडी गरेर नि सकिनु लाग्यो होइन काकी? के भयो? हेलो सक्यो अब खाजा खाऊ हो। सकियो अरे सकिनु आँट्यो। अब सकेपछि त नि खाजा खाएर भात ड्याम्मै खाने नि उकालो डुम हिँड्ने। टन्नै खानु अनि ढस पर्दा हिँड्नु। पराइ गएर ढस पर्दा आउँदैछ हाम्रो मोटी भाउजू। जिन्दगीमा पहिलोचोटि बुर्जुत्ता लाउँदै धान काटियो। यहाँ त पुरै नि ल्याउनु अब रेडी। अनि पानी कटाउने ठाउँ त छैन रहेछ। अस्तिको दिनै भाउजू आएको रहेछ, ती ज्ञानी भाउजूले कटाइदिनु पर्छ। अनि ऊ भाउजूको धान काट्नु हिलो भएको नि होइन? हानिङी कस्तो छ हिलोमा धान कटाइ? राम्रो छ। नकाटुङ है यिनी। धान काट्नु आएको मान्छे हात काटेर चाहिँ नजाम है। धानको भात खानुपर्छ, हातको त भात खाइँदैन। 1 2 3 4 5 6 7 8 9 10 11 ट्याक्कै 12 जना रहेछ मलाई। 12 कसलाई? कोइलामायालाई। कोइलामायाको के छ खबर? जा खाँदै दिन्छु त ताजा कोइलामाया। खरानीमा कोइलासँग काम गर्ने खरानी। म चाहिँ डन्डीफोरमा आएँ, मेरो डन्डीफोर कहाँ छ? मुङ्गा चाहिँ सबै मुङ्गा। चिम्री भाउजू हेर आँखा साखा छैन हाम्रो। मेरो आँखा चिम भन्छ साथीहरू, मेरो आँखा चिम छ। मेरो आँखा चिम छ। यो भाउजूको आँखा हेर्नु त कस्तो छ। बाटो त हेर्छ तर लड्ने गरी हेर्छ नि। दाँत पनि झरिरहेको छ, थोती भइरहेको छ। कोइलामाया भाउजू नबोल्नु। भिडियो छ नि फेरि भरे भाइरल होला नि। म चिन्छु अन्त नि तपाईँकै छोराले हेर्छ। माइती गाउँ माइतीको दाजुभाइले हेर्ला र हाम्रो भाउजू नै भाइरल हो नि त। नामै कोइलामाया भाइरल। अन्त खै नाम पनि कोपिला फग्रिसकेको छ, कोइला खरानी भइसकेको छ। डढेर रापले पोल्छ होला कोइलाको छेउछेउमा डढी जान्छ।
हाम्रो दिदी डढ्छ होला अहिले कोइलाको रापले अन्त धन्न हिलोमा छ र मात्रै त्यति साह्रो राप दिएको छैन भिजिरहेको छ र म बुनु हौ बुनु के को बाँदर नि बाँदर ने नाम सानो बाँदर ने नलागौँ न हौ खाजा खानु पर्छ हौ कोइला मायाको नाटक अलिअलि हेरौँ न के अन्त नि कस्तो थाहा नभएको नि हाम्रो काकीलाई त थाहा छ अन्त नि हो हाम्रो काकीलाई त थाहा छ अन्त चिन्ने फुल हो क्या फ्लावर होइन रोज कता नबुझेको होइन ल ल सकेर धान काटिसकेर यी नै हाम्रा दिदी बहिनी भाउजू बुहारी छोरी फुप्पू भदैनी दिदी त्यहाँ बुहारी यता मेरो भाउजू मेरो कान्छी भाउजू मेरो माइली भाउजू हेलो भन्नु न हौ भाउजू माइली भाउजू त्यो अन्जानमा हो होइन अन्जानमा हो नि यता काकी टिकामाया मगर काकी यता कोइलामाया राई कोपिला कोइलीमाया कोइली चरी त्यहाँ हाम्रो काकाको छोरी काकीको छोरी कान्छी बहिनी अनि हाम्रो साथीभाइहरू लाग्यो है खाजा खानु अब यस्तै छ हाम्रो गाउँघरको रमाइलो के हो हाम्रो चाहिँ धान काटेर हाम्रो यति नै हो क्या यो चाहिँ फुपूहरूको हो पाकेकै छैन अलिक पाकेको छैन यो फुपूहरूको त्यो पर चाहिँ उहाँ काकीको हाम्रो मगर्नी काकीको ज्याले कि मजाले काकीको अब ज्याले कि मजाले पारी पनि धनबारी हाम्रो कान्छी बहिनीले चाहिँ चप्पल लिएर आइन् अब ल यस्तै भयो साँझ लाग्यो अब हामी अब खाता खाने गम 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 भात खाने अनि उकालोतिर लाग्ने यो भाउजू त जहाँ मात्रै खान्छ होला खाजा खाने कार्यक्रम हो हाम्रो भात पछि आलु मटरको सब्जी जाँड यस्तै हो नि अनि हिलोमा काम गरेर आएको खेत रोपेर उता कान्छी छोरी पुरा जाँड छान्दैछिन् हामीले प्यारी अनि उकालो चल्दिने भाउजू चाहिँ ट्याक्सी ड्राइभर हो ए जाँड खाने बोटुको इस्कुस र फर्सी होला कसैको त्यस्तो होला नि हामी चोखे लाउँदैनौँ न हौ भाउजू चेचेरामा बाप नि गानी चेमारिङ गानी गानी सुताप यहाँ होइन त मलाई त अस्ति तनु त भाउजूले पठाइदिएको त मास खाएको खाएकै छु ल पहिला भाउजू मिठो छ खाजा खतरा नम्बर 1 खुट्टा धुँदैछ त मास यत्रो पानीमा कुलोमा यत्रो आएको छ अलि अलि त धुन यो किन उता गयो अगाडि गएर मैलो नपार्न नानी भन्दै थियो छोरीलाई चाहिँ खानु पनि टोपुलाई चाहिँ जाडो भयो मिठो छ खाजा खाजा खाएको खिचेको नि हौ किन खिच्नु के भएर फुलिन्छ अनि फुलियोस् न त्यो खाँदा त्यस्तो फुलिन्छ कसले हेर्छ पानी खाजा खायो त्यो गीत साह्रो मन पराउँदो हाम्रो काकाले
पाकियो है साथी हो सिमले खेत छोडेर हिलामले त्यस्तोमा धान काटेर नि गयो त्यो काकी र बहिनी चाहिँ तल जाने मान्छे हो तल जानु हो अब अरू चाहिँ धान खासै पाकेको छैन हामी लागेको अब बाई बाई काकी र बहिनीलाई चाहिँ हाम्रो त अलि अझै पुग्नु बाँकी छ नि हौ रात पर्यो अब यत्तिकै जाने हो ब्याट्री पनि मोबाइलमा सकिनु लागेको छ होइन तर मोबाइल पनि दङ्ग त्यसै भिडियो त बनाउँदैछु यो चाहिँ भाउजूको धान हामीलाई पनि भात त दिन्छ होला हौ एक छाक त यो चामलको के दिँदैन कि लोभिनी छ अरे सुनिता लिङ्दैन अब झन्डै लोडी आयो गयो अब उकालो रात पर्यो हाम्रो खाजा खाने गोठ पनि छोडेर हिँड्यो